मुख्य समस्या भयो। केही पछाडि आउँदैछ सामानहरू आसी चाहिँ रहन भन्नु भयो। हल्का जानकारी दिन चाहन्छु। आजको यस दिगो विकास र समृद्धि नेपाल निर्माणको अन्तर्क्रिया कार्यक्रम तथा अङ्ग्रेजी नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रमलाई औपचारिक रूपमा कार्यक्रम सञ्चालन गर्नको लागि चाहिँ म टिमका कोअर्डिनेटर दुर्गा खत्रीलाई अनुरोध गर्दछु। धन्यवाद। आजको यस कार्यक्रम व्यवस्थापन संयोजक कुशल थापा र यहाँहरू सबैमा नमस्ते। इन्टिमेट फ्रेन्ड्स ग्रुप फर सस्टेनेबल डेभलपमेन्टद्वारा आयोजित नयाँ वर्षको शुभकामना आदान प्रदान तथा दिगो विकास र समृद्ध नेपाल निर्माणमा प्रवासी नेपालीहरूको भूमिका विषय अन्तर्क्रियामा उपस्थित हुनुभएका आजका विशेष अतिथि आदरणीय अग्रज दाजु जिज्ञेश कुमार थापा र यसै गरी उपस्थित हुनुभएका सम्पूर्ण हाम्रा अग्रज अतिथिगणहरूमा म कार्यक्रम संयोजक दुर्गा खत्री र सम्पूर्ण इन्टिमेट फ्रेन्ड्स ग्रुप फर सस्टेनेबल डेभलपमेन्ट अर्थात् दिगो विकासका लागि घनिष्ठ साथीहरूको समूहका तर्फबाट नयाँ वर्ष 2016को शुभकामनासहित आजको कार्यक्रममा सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु। आज हामी टोकियोको व्यस्त सहर टोकियोको सिनोबुमी स्थित नेपाली रेस्टुरेन्ट सोनमारीको सभा हलमा करिब 30 जना सहभागीका माझ अन्तर्क्रिया कार्यक्रमको सुरुवात गर्दैछौँ र यो कार्यक्रमको आयोजना गर्दै गर्दा हामीहरूलाई नेपाल, जापान र अन्य थुप्रै ठाउँहरूमा रहनुभएका दाजुभाइ र हाम्रा मित्रहरूले जिज्ञासा राखिरहनु भएको थियो कि इन्टिमेट फ्रेन्ड्स ग्रुप केका लागि र के को लागि स्थापना भयो त भन्ने कुरा चाहिँ हामीहरूलाई जिज्ञासा राखिरहनु भएको थियो। र इन्टिमेट फ्रेन्ड्स ग्रुप यो आफैमा न एउटा सोसियल इन्स्टिट्युसन हो न त यो बिजनेस ग्रुप नै हो। र यसलाई हामीले एउटा अभियानका रूपमा लिएका छौँ र हामीलाई सबैले यसलाई अभियानकै रूपमा यही रूपमा बुझिदिनु हुन मेरो विनम्र आग्रह छ। त इन्टिमेट फ्रेन्ड्स ग्रुप फर सस्टेनेबल डेभलपमेन्ट अर्थात् दिगो विकासका लागि नजिकका साथीहरूको समूह के हो र किन आवश्यकता छ र कसरी चाहिँ यो फर्मेसन भयो भन्ने कुरा थोरै जोड्न चाहन्छु। र दिगो विकास को कुरा पनि यसमा सँगसँगै जोडिएर आजको कार्यक्रमलाई चाहिँ अगाडि बढाउन चाहन्छु। र इन्टिमेट फ्रेन्ड्स ग्रुप आपसी विश्वास र इमान्दारिताको एउटा नैतिक नियमले बाँधिएका प्रतिबद्ध विवेकशील सोच बोकेका नेपालीहरूको समूह हो जसले अहिले देशको बिग्रदो समस्यालाई हेरेर मात्र नबसी अहिले व्यापक भएका समस्याहरूलाई र तिनीहरूलाई चुनौतीलाई अवसरमा बदल्ने एउटा सामर्थ्य बोक्ने युथहरूको एउटा टिम हो इन्टिमेट फ्रेन्ड्स ग्रुप। यसर्थ हामीहरू कुनै पनि कार्यक्रम गर्नको लागि एउटा वक्ता मात्र होइनौँ। त्यसर्थ हामी कुनै पनि काम गरेर देखाउँछौँ। हामी वक्ता होइनौँ, कर्ता हौँ। त्यसैले हामी अब देश विकास र समृद्धिका कुराहरू लेख्ने बोल्ने मात्र गर्दैनौँ, त्यसलाई व्यवहारमै उतार्छौँ भन्ने हाम्रो एउटा नाराका साथ हामीहरू आफ्नो र समग्र देशको उन्नत भविष्य निर्माण गर्न तत्पर युवा हौँ जोसँग उच्च अनुशासन, आत्मबल, मनोबल, लगनशीलता, दूरदृष्टि तथा काममा लाग्न सक्ने तत्परता र निरन्तरता छ। यसर्थ इन्टिमेट फ्रेन्ड्स ग्रुप संसारभर छरिएका यी र यस्तै विशेषता बोकेका सक्षम नेपालीहरूको एउटा समूह हो। त आजको कार्यक्रमको विषयवस्तुतर्फ प्रवेश गर्न चाहन्छु।
र हामीले आजको कार्यक्रमलाई मुख्यतः आसन ग्रहण र यावत लामो कुरामा नलम्बाइकन सरसर्ती हामी एउटा अन्तर्क्रिया र बहसका रूपमा अगाडि बढाएका छौँ। यसमा एउटा आसन ग्रहणको कार्यक्रम नभएको हो कि जस्ता कस्तो कस्तो अलिक अप्ठ्यारो लाग्छ साथीहरूलाई पनि। र हाम्रा सबै उपस्थित अतिथिहरू अहिले आफ्नो आसनमा बसिरहनु भएको छ र उहाँहरूको पालैसँग उहाँहरूको भूमिका सँगसँगै जोडिएर पनि आउनेछ र सँगसँगै परिचय पनि त्यति बेला नै हुनेछ। सँगसँगै आजको यस हामीहरूको यो कार्यक्रम अन्तर्गत ग्रुप स्थापनाको कुरा गर्दा थुप्रै हामी स्कुल लेभलदेखि नै एउटा साथीहरूको सर्कल थियो र त्यही साथीहरूमा विभिन्न किसिमका सोच विचार भएका साथीहरूको एउटा जमात जसले चाहिँ भोलि देशलाई चाहिँ समृद्ध नेपाल बनाउन हामीहरूको भूमिका के रहन्छ भन्ने कुराहरू हामी स्कुल लेभलमै र टियुमा बसेर पनि यस्ता व्यापक बहस चाहिँ गर्थ्यौँ। तर वास्तवमा त्यसलाई कहिले कार्यान्वयन गर्ने तहमा चाहिँ हामी कहिले पुग्ने र कहिले चाहिँ हामी समग्र चाहेको चाहिँ समृद्ध नेपालको खाका कहिले प्रस्तुत गर्ने त भन्ने कुरा त्यति बेला हामीहरूलाई कुरामा मात्र सीमित भए र ती कुरामा सीमित भएका कुराहरूलाई अब काममा र व्यवहारमा चाहिँ उतार्नुपर्छ भन्ने सोच सहित हाम्रो सेप्टेम्बरको 27मा हामीले विभिन्न चरणका मिटिङहरू बस्दै गर्दा त्यति बेला हामीहरूले औपचारिक यस्तै किसिमको अन्तर्क्रियाको कार्यक्रम गराएर हामीहरू एउटा ग्रुपको चाहिँ आधिकारिक रूपमा एउटा टिम सेट गरेका थियौँ जसमा चाहिँ एउटा समूहलाई लगाउनको लागि एउटा कोअर्डिनेट टिमको चाहिँ हामीले तयार गरेका छौँ। र आजको कार्यक्रमलाई यस ग्रुपले सुरु गरेको अभियान अन्तर्गत आज हामी अन्तर्क्रिया कार्यक्रम र अनलाइन डेस्क पनि सँगसँगै गर्दैछौँ। र यस कार्यक्रमलाई र हाम्रो यो पहिलो कार्यक्रम भएको हुँदा यो कार्यक्रमको लाई विधिवत रूपमा सुरुवात र हाम्रो ग्रुपको विधिवत रूपमा सञ्चालन सुरुवात गरिदिनको लागि आज जापानमा रहेका नेपाली समुदायका एक अग्रज व्यक्तित्व जापान सरकारको खानागावाको अन्तर्गत रहेर गभर्नर एडभाइजरका रूपमा काम गरिरहनु भएका आदरणीय व्यक्तित्व जिज्ञान कुमार थापालाई निम्ताएका छौँ। र त्यसै गरी अनलाइन डेस्क मार्फत कार्यक्रमलाई विधिवत रूपमा यो अनलाइन डेस्कलाई पनि आजैदेखि सुरुवात गर्नको लागि प्रभु ब्याङ्कको म्यानेजर श्री चेतनारायण गौतम पनि हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। र आजको यस कार्यक्रममा हाम्रो ब्यानरलाई खोलेर कार्यक्रमलाई सुरुवात गरिदिनको लागि कार्यक्रम अभियानलाई चाहिँ आजबाट विधिवत रूपमा सुरुवात गरिदिनको लागि आजका हाम्रा विशेष अतिथि जिज्ञान कुमार थापालाई अभिनन्दन अनुरोध गर्दछु। कार्यक्रममा सहजीकरण गरिदिनको लागि आजका कार्यक्रम व्यवस्थापन संयोजक श्री कुशल थापा र दीपक कार्कीलाई हार्दिक अनुरोध गर्दछु। हाम्रो कार्यक्रमलाई औपचारिक रूपमा सुरुवात भइसकेको छ। प्रधानमा लेखिएको छ दिगो विकास र समृद्ध नेपाल निर्माणमा प्रवासी नेपालीहरूको भूमिका। र आजको यस अन्तर्क्रियाको विषयवस्तु भित्र रहेर आफ्ना विचार र धारणा राखिदिनको लागि कार्यक्रमका विशेष अतिथि र सहभागी प्रतिनिधि र हाम्रा सम्पूर्ण अतिथिहरूमा आग्रह गर्न चाहन्छु। त के हो त दिगो विकास भन्ने प्रश्नबाट नै म उठान गर्न चाहे। र दिगो विकास भन्नाले एउटा परिवर्तनलाई सङ्केत गर्दछ। र
र विकास भनेको त्यो परिवर्तनको एउटा प्रक्रिया हो जुन सकारात्मक हुन्छ। र दिगो विकास भन्नाले वर्तमानका पिँढीलाई आवश्यक पर्ने स्रोत जैविक र प्राकृतिक स्रोतको उचित उपयोग गर्ने र भावी पिँढीका लागि समेत स्रोतहरूको सही संरक्षण गर्नुपर्ने एउटा सन्देश दिएको विकास अवधारणा नै दिगो विकास हो। अर्थात् विकासका नाममा गरिने दोहनले भविष्यका पुस्ता असुरक्षित नबनोस् भन्ने मान्यता दिगो विकासले राख्दछ। र यसै सन्दर्भमा दिगो विकास र समृद्ध नेपाल निर्माणमा प्रवासी नेपालीहरूको भूमिकालाई कसरी जोड्न सकिन्छ त भन्ने विषयमा केन्द्रित रहेर नै आजको अन्तर्क्रिया कार्यक्रम गर्दैछौँ। त उपस्थित सम्पूर्ण सहभागी साथीहरू र अतिथिगण, धेरैजसो देशका युवा जनशक्तिहरू यति बेला देशको यावत समस्यालाई देखाएर विदेशिने गरेका छन्। देशमा विद्यमान राजनीतिक अस्थिरता, चर्को लोडसेडिङ, अनियमितता, मूल्य वृद्धि र कालोबजारी जस्ता कुराहरू, त्यस्तै गरेर राज्य संयन्त्रको अदूरदर्शी नीति जस्ता कार्यक्रमले समस्याले गर्दा नै यति बेला त्यही समस्यालाई देखाएर अधिकांश नेपाली विदेशी गरेका छन्। तर नेपाल यस्तो एकमात्र देश हो जहाँ थुप्रै प्राकृतिक सम्पदा र जहाँ थुप्रै सम्भावनाहरू पनि छ। नेपाल कलात्मक हिसाबले निकै धनी राष्ट्र पनि हुनेछ। यसर्थ यस्तो प्राकृतिक सम्पदाले धनी र प्रचुर सम्भावना भएको नेपाललाई हामी विदेशीका नेपालीहरूले विभिन्न नामका एनजिओ, आइएनजिओ र विभिन्न किसिमका सङ्घ संस्था खोलेर हामी सधैँभरि दान र अनुदान मागेर खाने भाँडो बनाउने कि समृद्ध नेपाल निर्माणका लागि आफूले सिकेका ज्ञान र विदेशमाबाट गएको रिमिटेन्सलाई नेपालकै समृद्धिका लागि लगानी गर्ने त भन्ने कुरा महत्त्वपूर्ण हुन आउँछ। र अब हामीहरूले अबको पुस्ता भनेको मागेर खाने पुस्ता होइन, गरेर खाने पुस्ताका रूपमा रूपान्तरण गर्नुपर्छ। नेपाललाई अब दान र अनुदानको आवश्यकता होइन, लगानीको खाँचो पर्छ। त्यो लगानी सामूहिक रूपमा चाहिँ जुटाउन सक्नुपर्छ भन्ने हामीहरूको एउटा स्वागत मण्डपले चाहिँ आफ्नो विचार राखिदिनको लागि अनुरोध गर्दछु। र यसै क्रममा हाम्रो साउन्ड सिस्टम पनि आइसकेको छ। थोरै समय